आदरणीय दर्शक महानुभाव नमस्कार। युट्युब च्यानल नेपाली खबर मिडियामा तपाईहरूलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौँ। देशभरका विभिन्न समसामयिक विषय अपडेट साथै नेपालको राजनीतिक गतिविधिबारे जानकारी गराउनेछौँ। समय अवधिभर हामीसँगै रहनुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया छुन्न नभुल्नुहोला। आज असार 32 गते बिहीबार देश र दुनियाँमा आज के हुँदैछ आजको मौसम बारे पनि विशेष जानकारी दिनेछौँ। सरकारले गरेका गतिविधि, नेपालको राजनीतिक अवस्था र सरकार चारैतिरबाट घेराबन्दीमा परेको छ, यस बारेमा पनि महत्त्वपूर्ण अपडेट रहनेछ। दर्शकबिन आइतबारको बिदा खारेज गरी साताको 6 दिन पठन पाठन माग गर्दै श्रम संस्कृति पार्टीका महामन्त्री आरएन राईले माग गरेका छन्। सरकारले मजदुर, निमुखा र प्रेसमाथि तानसाई व्यवहार गरेको गम्भीर आरोप। सुदूरपश्चिम सरकारबाट नेकपा एमाले बाहिरियो समर्थन फिर्ता लिने निर्णय। एक साथमै 4 जनाले गरे आत्मदाह। मानसिक स्वास्थ्यको सङ्कट किन दोहोर्याइँदैछन् यस्ता घटना। राजसभाभित्रै बढ्यो सरकारप्रति असन्तुष्ट सांसदद्वारा खुलेर बाली सरकारको विरोध। होटल व्यवसायलाई प्रधानमन्त्री बाली शाहको ढाडस। चिन्ता नगर्नुहोस्, पर्यटन र निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा छन्। प्रधानमन्त्री बाली शाह र अर्थमन्त्री सोडिम वाग्ले बीचको विवाद चुलिएको छ, जसका कारण वाग्लेको पद नै धरापमा पर्न सक्ने देखियो। प्रधानमन्त्री र पर्यटन व्यवसाय बीच अन्य विषयमा पनि कुराकानी। सिंहदरबार अगाडिबाट पक्राउ गरिएका नेकपा एमाले विद्यार्थी नेताहरूलाई तत्काल छान्न 11 विद्यार्थी संगठनको सामूहिक अपिल। साथै प्रदेशबाट काङ्ग्रेस एमाले गठबन्धन धर्म र फेरि प्रचण्ड म्याजिक नम्बरमा। बाली सरकार गठन यता शेयर लगानीकर्ताले डुबाए 6 अर्ब रुपियाँ। विस्थापित सुकुम्बासी व्यवस्थापन पुनर्स्थापनाको माग गर्दै सांसद आङदेवीको भनाई। संसद बैठक 14 साउनसम्मका लागि स्थगित। पुनरावेदन दिएमा थुना बाहिरीबाट मुद्दा लड्न पाउँछन्। पूर्व गृहमन्त्री बालकृष्ण खाँड। थुनामा रहेका टोप बहादुर रायमाझी सहितका प्रतिवादीले बाहिरी बसेर मुद्दा लड्न पाउने सुविधा छ कि छैन, यसको पूरा जानकारी आजको समाचारमा। 4 दिन संसद बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बाली शाह 3 पटक भने विवादमा ओलीले भेट्न नचाहेपछि भिच्कियो नेपाली काङ्ग्रेस। प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने घोषणा। काङ्ग्रेस एमालेको पूर्व सहमति भत्कियो। प्रदेश सरकार गठनमा नेकपा बन्यो निर्णायक। र आशा र आशंकाको दोबाटोमा सरकार। आलोचनाको घेराबन्दी र सुशासनको होटोटे। रौतहटमा अर्का युवाले गरेको आत्मदाहमा वीर अस्पतालको भेन्टिलेटरमा उपचार। अवस्था भने गम्भीर रहेको प्रशासनको भनाई। बुढा नीलकण्ठबाट बालेनलाई रविको कडा सुझाव। सचिवालय बदल्नुहोस् नत्र तपाईँलाई सत्तामा पुर्याउने जेएनजीले नै घोक्रे ठ्याक पार्नेछन्। अब हेर्नुहोस् पुरा समय। दर्शक महानुभाव आउनुहोस् आजको पहिलो तथा विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। नेपाली काङ्ग्रेस नेकपा एमालेसँग बिच्किन पुगेको छ। सत्ता सहकारीबारे काङ्ग्रेस सभापति गगन कुमार थापा सहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि पटक पटक समय मागे पनि ओलीले भेट्नै नचाहेपछि काङ्ग्रेस बिच्किन पुगेको स्रोतले दावी गरेको छ। सत्ता सहकारीबारे छलफल नै हुन नसकेपछि सहकारीलाई निरन्तरता दिने नसकिने निष्कर्षमा पार्टी पुगेको काङ्ग्रेसका एक नेताले नेपाली खबर मिडियालाई जानकारी दिएका छन्। सोही अनुसार सुदूरपश्चिम र कर्णालीमा सत्ता सहकारी स्पष्ट रूपमा खटपट देखिसकिएको छ। कर्णालीमा नेपाली काङ्ग्रेसका 4 मन्त्रीले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका मन्त्रीलाई मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका छन्। यस्तै बागमतीमा पनि विवाद कायम रहेको छ। यस्तो स्थितिमा नेपाली काङ्ग्रेसले अब प्रदेश सरकारमा नेकपा एमालेसँग सहकार्य तोड्ने तयारी गरेको ती नेताले जानकारी दिएका छन्। त्यसबारे औपचारिक निर्णय नभए पनि सहकार्य तोड्नका लागि अनौपचारिक निर्देशन प्रदेशका दललाई दिइसकेको पदाधिकारी तहका ती नेताले जानकारी दिए। नेकपा एमाले नेतृत्व भएको प्रदेशमा हाम्रा साथीहरूले आर्थिक वर्षको बजेट पास गर्न सहयोग गरे, तर हाम्रो नेतृत्व भएकोमा नेकपा एमाले सहयोग नगरेपछि गठबन्धन तोड्न बाध्य भयौँ, ती पदाधिकारीले नेपाली खबरसँगको कुराकानीमा भनेका छन्। नेकपा एमालेका प्रचार विभाग प्रमुख निरञ्जन आचार्यले प्रदेश सरकार फेरबदलबारे अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति गगन कुमार थापा बीच सिधा कुरा हुने भएकाले आफूलाई यसबारे धेरै कुरा जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले नेपाली खबर मिडियासँग फोनमा कुराकानी गर्दै भने यसबारे शीर्ष तहमा कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको थियो, तर सुदूरपश्चिममा किन 81 मन्त्री हटाउने कार्य भयो भन्ने कुरा थाहा छैन। पछिल्लो समयमा नेकपा भने यसको निर्णायक शक्ति हुने देखिएको छ, किनकि साथै प्रदेशमा काङ्ग्रेस एमाले गठबन्धन धर्म हुँदा फेरि प्रचण्ड म्याजिक
म्याजिक नम्बर बन्न पुगेका छन्। नेपाली कांग्रेसले एमालेसँग साथै प्रदेशमा सत्ता सहकार्य तोड्ने तयारी गरेपछि नेपाली कम्युनिस्ट पार्टी फेरि निर्णायक शक्ति बन्ने भएको छ। कांग्रेस नेकपासँग कुरा मिले सत्ता सहकार्य गर्ने, नभए प्रतिपक्षमै बस्न तयार भएर एमालेसँग सहकार्य तोड्ने निष्कर्षमा पुगेको छ। सत्ता सहकार्यको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भइसकेको छ। यद्यपि कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट कांग्रेस एमाले किचलो सुरु भएको थियो। समस्या समाधान गर्नको लागि कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न चाहेका थिए। यसअघि प्रदेश सरकारबारे कांग्रेस एमाले बीच आलोपालो सहमति भएको थियो, तर त्यो कार्यान्वयन भएको छैन। ओलीले भेट्न इच्छा नदेखाएपछि कांग्रेस सहकार्य तोड्ने निष्कर्षमा पुगेको हो। प्रदेश सरकारको विषयमा दुवै दलसँग अनौपचारिक छलफल भइरहेको नेकपाका नेता देवेन्द्र पौडेलले बताए। हामी साझा मुद्दामा मिलेर जानुपर्छ भन्नेमा छौँ। अहिले देश अप्ठ्यारो स्थितिमा छ, त्यसैले हामी दुवै दलसँग संवादमा छौँ। कुन दलसँग कुरा मिल्ने भन्ने अहिलेसम्म कुनै पनि निष्कर्षमा पुगेको छैन। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सङ्घमा विपक्षीमा भएका सबै दल मिलेर जानुपर्ने पार्टीको नीति भएको स्पष्ट पारेका छन्। उनले भने हामीले कांग्रेस वा एमाले एउटासँग होइन, उनीहरूसहित मधेस केन्द्रित दललाई पनि एक ठाउँमा लिएर जानुपर्छ भन्ने ढङ्गले कुराकानी गरेका थियौँ। हाम्रो पार्टीको मूल नीति पनि त्यही नै हुनेछ। नेकपा अर्का एक नेताले प्रदेशसभाको चुनाव आउनको लागि थोरै समय बाँकी भएकाले मुख्यमन्त्री पदको लागि मरिहत्ते नगर्ने बताएका छन्। यतिखेर प्रचण्डको पार्टी नेकपा नै निर्णायक शक्ति भएका कारण यतिखेर ओली र गगनकुमार थापाको खिचतानीमा प्रचण्ड परेका छन्। दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले किसान मजदुर नेमुखा र प्रेसमाथि तानसाई व्यवहार गरेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने प्रधानमन्त्रीज्यू तपाई सुपर एक्सप्रेस वेमा होइन, लोकतान्त्रिक विधि र पद्धतिमा शासन चलाउनुहोस्। उनले करारमा राखिएका कर्मचारीहरू हटाउन लागिएको विषयमा पनि सरकारसँग जवाफ मागेका छन्। यस्ता विषयमा सरकार सच्चिनु पर्दछ। सांसद आर्यन राईले उपकुलपति नियुक्तिका विषयमा पनि प्रश्न उठाएका छन्। उनले नियुक्ति प्रक्रिया पारदर्शी नभएको समेत आरोप लगाएका छन्। उनले संविधान संशोधनको विषयमा बनाएको कार्यदल आफ्नो पार्टीले बहिष्कार गरेको बताउँदै सरकारले संविधानलाई धारे हात लगाइरहेको आरोप लगाए। उनले भने यो संविधानमा उत्पीडित र सीमान्तकृतको अधिकार लेखिएको छ होला, कहीँ कतै कमजोरी भएको छ, त्यसमा पनि समीक्षा गर्न सकिन्छ। उनले संहिताको विषयमा सरकारले भ्रम छरेको आरोप लगाउँदै संहिता खर्चिलो भयो भन्ने भाष्यको खण्डन गरेका छन्। उनले प्रदेश तहका सांसद घटाउन सकिने र स्थानीय तहमा सुधार गर्न सक्ने समेत स्पष्ट पारे। उनले भने सबै जातिको धार्मिक, सांस्कृतिक र भाषिक अधिकार सुनिश्चित गर्न पर्ने प्रदेशमा चाहिने उनको भनाइ रहेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यान आकर्षण समेत गराएका थिए। दर्शकहरुबाट त्यसरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। प्रधानमन्त्री बालिसा र अर्थमन्त्री सोडी माग्ने बीचको विवाद चुलिएको छ, जसका कारण सोडी माग्नेको पद नै धरापमा पर्न सक्ने देखिएको छ। बजेटमा करको दर हेरफेरमा त्रुटि गरेको र अनावश्यक कार्यक्रममा अल्झिएको भन्दै बारेलले वाग्लेलाई निजी क्षेत्रसँगको महत्त्वपूर्ण छलफलबाट हटाएका छन्। यता सोडी माग्नेले भने प्रधानमन्त्रीको टोलीले समस्या सुल्झाउनुको सट्टा आफूलाई नङ्ग्याउन खोजेको भन्दै राष्ट्रसभा सभापति रवि लामिछानेसँग गुनासो गरेका छन्। प्रधानमन्त्री बालिसा र अर्थमन्त्री सोडी माग्ने विवादको अध्यावधिक प्रधानमन्त्री बाले र अर्थमन्त्री सोडी माग्नेको विवाद चुलिएको छ। यो घटनाको सम्पूर्ण जानकारीका लागि पछिल्लो समयमा रवि लामिछानेले हस्तक्षेप गरिएको छ। प्रधानमन्त्री बालिसा र अर्थमन्त्री सोडी माग्ने बीच विवाद, नेपाली राजनीतिक अध्यावधि, नेपालको अर्थमन्त्रीको विवाद, सोडी माग्ने पद धरापमा, निजी क्षेत्रको छलफल समेत यतिखेर प्रभावित पार्ने गरी बालिशाहले रवि लामिछानेलाई नगन्दा यतिखेर राजसभाभित्र निकै ठुलो खाडल आउने देखिएको छ। सरकार गठन भएको करिब 3.5 महिनामै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाभित्र असन्तुष्ट सार्वजनिक हुन थालेका छन्। आफ्नै सांसदहरूले प्रधानमन्त्री मन्त्रीहरूको कार्यशैली, किसानले मन नपाएको समस्या, सुकुम्बासी माथिको व्यवहार, प्रेस स्वतन्त्रता, सीमा क्षेत्रमा कर, सडक सुरक्षा, ट्राफिक जरिमाना, सुशासन र सार्वजनिक सेवाको प्रभावकारिता लगायत विषयमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत सरकारको खुलेर आलोचना हुने गरेको छ। सांसदहरूले विगतलाई दोष दिएर वर्तमानका कमी कमजोरी ढाक्न नमिल्ने, जनताका समस्या तत्काल सम्बोधन गर्नुपर्ने तथा सरकार जनउत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन्। यसले सरकारको 100 दिनपछि नै सत्तापछिकै सांसदबाट सरकारमाथि दबाव बढ्न थालेको छ। यसलाई भने प्रधानमन्त्री बाले शाहले कसरी अगाडि बढाएर लैजान्छन् भन्ने विषय पनि गम्भीर विषय बनिराखेको
अवस्था छ। पछिल्लो समयमा अर्थमन्त्री श्री मागले निकै बालेसाको तारुण्य बनेका छन्। 2/3 नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्वले शेयर बजारमा बुल ल्याउने लगानीकर्ताको सपना 3 महिनामै तुइएको छ। प्रधानमन्त्री बालेसा बालेनको नेतृत्वमा राष्ट्रसभाको सरकार गठन भए यता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै 6 खर्ब रुपियाँ बराबरको सम्पत्ति गुमाउन पुगेका छन्। विज्ञहरूको ड्रिम टिमले अर्थतन्त्र सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पुँजी बजारका लाखौँ लगानीकर्ता यति बेला सडक आन्दोलन र निराशाको दोसाँधमा पुगेका छन्। सरकार गठन हुनु अघि 2082 चैत्र 12 गते 2950 बिन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घट्दै जाँदा समग्र बजार पुँजीकरणमा झन्डै 5 खर्ब 83 अर्ब रुपियाँको गिरावट आएको हो। राष्ट्रसभा सरकार गठन अघि 50 खर्ब 9 अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण हाल 44 खर्ब 26 अर्ब रुपियाँ कायम भएको छ। लगानीकर्ताले गुमाएको यो रकम नेपालको वार्षिक बजेटको 27% भन्दा बढी रहेको बताउँछन् नेपाल शेयर धनी सङ्घका अध्यक्ष जीएस पाण्डेले। पुँजी बजार अर्थतन्त्रको एना रहेकाले पुँजी बजार बचाउन सकिएन भने आम लगानीकर्तालाई पनि बचाउन नसकिने देखिएको छ। पछिल्ला 3 महिनामा नेप्से परिसूचक 12.67% घटेको छ। 2082 चैत्र 12 गते 2950 बिन्दुमा रहेको नेप्से अहिले 2576 बिन्दुमा झरेको छ। प्रधानमन्त्रीले केही दिन अघि निजी क्षेत्रका अगुवाहरूलाई बोलाएर संवाद गरेका थिए, तर त्यसपछि पनि बजारले लय समात्न सकिरहेको अवस्था छैन। नयाँ सरकार आएता शेयर बजारको कारोबार दिन मध्ये बढेको भन्दा घटेको दिनहरू धेरै रहेको नेप्से तथ्याङ्कले देखाएको छ। त्यो क्रम बजेटपछि झन बढ्यो। बजेट सार्वजनिक भएको दिन जेठ 15 गते नेप्से 2777 बिन्दुमा रहेको थियो। त्यसयता नेप्से परिसूचक निरन्तर घट्दै आइराखेको छ। बाली सरकार गठन हुँदा लगानीकर्ताहरूले शेयर बजार बढ्ने अपेक्षा राखेका थिए। हुन पनि अर्थतन्त्र बुझेका अर्थमन्त्री डा श्री मल्लले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा लगानीकर्ताले अर्थतन्त्र सुधारका लागि नीति ल्याउने विश्वास समेत गरेका थिए। वाग्नेसँगै नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डा विश्वराज पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुडाकर भट्ट र नेपाल धितुपत्र बोर्डका अध्यक्ष डा गोपाल भट्ट जस्ता वित्तीय प्रणाली बुझेका व्यक्तिहरू प्रमुख अतिथि निकायको नेतृत्वमा रहेका छन्। अर्थतन्त्र बुझेकाहरूले नेतृत्व सम्हाल्दा बजारले सकारात्मक दिशा लिने विश्वास लगानीकर्ताहरूको भए पनि त्यो वास्तविक बजारले भने देखाउन सकेको छैन, जसले गर्दा शेयर लगानीकर्ताहरू रुष्ट बनेर सोभेनको कारले नै घेर्न पुगेका छन्। मंगलबार शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा शेयर लगानीकर्ताहरूले सेभोन कारले घेराउ गरेका हुन्। शेयर बजारको सुधारका कदम तत्काल चाल्न उनीहरूले माग गरेका छन्। लगानीकर्ताको मनोबल गिरेको छ। बजारलाई चाहिने नीति नियम पूर्वाधार निर्माण गर्न सरकारले चासो दिनु पर्यो। यो भएर भनेर एकपछि अर्को समस्या आउँदै गरेको छ। तत्काल सरकारको ध्यान जाओस्, लगानीकर्ताहरूले भन्ने गरेका छन्। लाखौं लगानीकर्ता रहेको यस क्षेत्रलाई सरकारले लगानी सुरक्षित गर्ने नीतिगत र व्यवहारिक कदम चाल्नुपर्ने माग उठेको छ। शेयर बजारका लगानीकर्ता डराउनुको अर्को कारण हो सरकारले सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा ठूला व्यवसायी माथिको छानबिन तीव्र बनाउनु, जसले गर्दा शेयर बजारका लगानीकर्ता त्रसित बनेका छन्। सम्पत्ति शुद्धिकरणको अनुसन्धान भएपछि लगानीकर्ताहरू डराएर हार गुहार माएको सेभोनका अध्यक्ष भट्टले स्वीकार गरेका छन्। लगानीकर्ताको सामान्य माग रहेको सुनाउँदै अध्यक्ष भट्ट भन्छन्, तपाईहरू यस्तो करट्यास नचलाइदिनुहोस् भन्ने उहाँहरूको साधारण माग छ। पहिले लगानी त्यसैले आउँथ्यो, अहिले त्यसैले लगानीकर्ताहरू डराइराखेका छन्। मनोबल उकास्नुपर्छ। जवाफमा आफूले मनोबल मनको कुरा रहेकाले यस्ता कुराहरूले लगानीकर्ताहरू डराउनु नहुने भन्दै सम्झाउने गरेको उनको भनाइ छ। निरन्तर ओह्रालो लागेको बजार सुधार्न भन्दै नेपाल धितुपत्र बोर्ड सेभोनले क्यापिटल मार्केट टास्क फोर्स गठन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष 2083-84 को पुँजी बजार नीतिमा उक्त विषय उल्लेख गरिएको छ। दर्शकहरुबाट त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागू। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो अधिवेशनका क्रममा प्रधानमन्त्री बाली शाह जम्मा 4 दिन बैठकमा सहभागी भए। तीमध्ये 3 बैठकमा उपस्थित हुँदा उनी विवादमा तानिएका छन्। संघीय संसदको गत वैशाख 28 गतेबाट सुरु भएको बजेट अधिवेशन अझै जारी छ। जारी अधिवेशनमा प्रधानमन्त्री बाली शाह राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने दिन वैशाख 28 गते, अर्थमन्त्री श्री मल्लले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्ने दिन जेठ 15 गते, जेठ 17 गते र असार 29 गते संसदमा उपस्थित भएका थिए। उपस्थित भएका दिनमध्ये प्रधानमन्त्री सरकारको बजेट सार्वजनिक गर्ने दिन बाहेक बैठकमा विवादमा तानिएका छन्।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिराखेको बेलामा बीचमै बाहिरिएको र औपचारिक पोसाक नलगाएको विषयमा प्रधानमन्त्री बाले शाह विवादित भए। संसदमा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाले शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब 50 मिनटपछि बैठकबाट बाहिरिएका थिए। नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई विदाई गर्न पनि उनी बैठक हलमा गएनन्। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभाबाट टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री बाले शाहले केही नबोलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्को दिन सरकारको धारणा माग गरेको थियो। उनी बीचमै संसदको बैठक छाडेर हिँड्दा संसद र राष्ट्रपतिको मात्रै होइन सरकारकै सबैभन्दा ठूलो नीतिगत दस्तावेज नै नीति तथा कार्यक्रमकै अपमान भएको भन्दै आलोचना भएको छ। त्यो बाहेक उनले त्यो दिन लगाएको पहिरन बारे पनि संसदमा कुरा उठेको थियो। टी सर्ट माथि कोट र जुत्ता लगाएको विषयमा पनि विपक्षीले सदनमै प्रश्न उठाएका छन्। तर प्रधानमन्त्री बीचमै बाहिरिएको विषयमा प्रधानमन्त्री शाहका प्रमुख स्वकीय सचिव सल्लाहकार असीम शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा अस्वस्थता देखिएकाले केही समय विश्राम लिनु परेको उनको भनाइ छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा अस्वस्थता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतको समयमा केही समयका लागि विश्राम लिनु भएको थियो। त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ। राजनीतिक सल्लाहकार शाहले लेखेका थिए, तर शाहले उक्त स्टाटस समेत केही मिनटमै हटाएका थिए। जेठ 15 गते बजेट प्रस्तुत गर्ने दिन उनी प्रतिनिधि सभा बैठकमा उपस्थित भए पनि त्यस्तो कुनै विवाद बाहिर आएन। तर त्यसको 2 दिनपछि जेठ 17 गते प्रधानमन्त्री अकस्मात प्रतिनिधि सभा बैठकमा सहभागी भए। बैठकमा सहभागी भएर सामान्य सांसद जस्तै हात उठाएर बोल्ने समय मागेका प्रधानमन्त्री बाले शाहले रोस्टममा पुगेपछि सांसदहरूलाई प्रश्न गर्न भनेका थिए। त्यसपछि सभामुख डीपी अर्यालले एउटा पार्टीबाट एकजनालाई प्रश्न गर्न सुझाव दिएका थिए। तर त्यो प्रश्न गर्ने बेलामै प्रतिनिधि सभा नियमावलीको विधि र प्रक्रिया नमिलेको भन्दै विपक्षी दलले विरोध जनाएका थिए। तैपनि प्रश्न उत्तर चल्यो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री बाले शाहले भारतले नेपालको मात्रै भूमि मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको आशयको विवादित अभिव्यक्ति बताएका थिए। त्यो विषय राष्ट्रघाती भन्दै अहिले पनि विपक्षी दलहरूले प्रधानमन्त्री बाले शाहले कि नेपालले भारतको भूमि कहाँ मिचेको छ भन्ने तथ्य प्रस्तुत गर्नुपर्ने होइन भने त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर संसदको रोस्टममै पुगेर माफी माग्नुपर्ने बताइरहेका छन्। यही विषयलाई लिएर केही दिन संसद बैठक बस्न नै अवरोध पुर्याएका विपक्षी दलहरूले अहिले यो विषय हटाउनु पर्ने विषयमा बैठक सुरु हुन साथ आफ्ना कुरा राखेर चल्न दिने गरिराखेका छन्। तर प्रधानमन्त्रीले न त्यो अभिव्यक्ति सच्याएका छन्, न त सभामुखले संसदको रेकर्डबाट नै त्यो अभिव्यक्तिलाई हटाएका छन्। चौथो पटक शाह असार 29 गते मंगलबारको बैठकमा सहभागी भए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री शाह दिउँसो 1:37 मिनटमा प्रवेश गरी करिब 20 मिनट बसेपछि बाहिरिएका थिए। जतिबेला विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाब मागिरहेका थिए तर उनी जवाब नदिई बाहिरिएका थिए। त्यति मात्र होइन, उनले प्रतिनिधि सभा नियमावली मिचेको भन्दै विरोध समेत भएको थियो। विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एन महरले नियमा आपत्ति जारी गरेका थिए। महरले प्रधानमन्त्री बाले शाह र राष्ट्रिय स्तर पार्टी राजसभाका सभापति रवि लामिछानेले सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँडेर संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियम आपत्ति जनाएका छन्। महरले प्रतिनिधि सभा नियमावलीको नियम 20 को खण्ड 6 को व्यवस्था स्मरण गराउँदै संसदमा नियम आपत्ति प्रकट गरे। उक्त नियममा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट कोही पनि हिँड्न नहुने व्यवस्था छ। माननीय खुशबु ओली संसदमा बोलिरहेको समयमा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू उक्त नियमको उल्लङ्घन गर्दै सभामुख र बोलिरहेका सदस्यको बीचबाट हिँड्नुभयो। यस्तो अभ्यासले संसदीय मर्यादामा आँच पुर्याउँछ। यस सम्बन्धमा श्रम संस्कृति पार्टीका सांसद आरएन राईले समेत प्रश्न उठाएका थिए। प्रतिनिधि सभा 2080 को नियमावलीमा के छ भने कुनै पनि माननीय बोल्दै गर्दा अथवा सभामुख बोल्दै गर्दा अगाडिबाट हिँड्न नमिल्ने भन्ने व्यवस्था राखिएको छ। यसो नगर्दा राम्रो हुन्थ्यो, त्यसैले सदनप्रति जवाबदेही हुनुपर्ने भन्ने यतिखेर विपक्षीहरूले माग गरिराखेका छन्। जेउस बाले शाह 4 वटा बैठकमा गए, 3 वटा बैठकमा उनी विवाद नै विवादमा तानिएका छन्, जसले गर्दा सरकारका प्रधानमन्त्री बाले शाहमाथि घमण्ड धेरै भएको भन्दै आलोचना समेत हुने गरेको छ। साथै आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौं। प्रतिनिधि सभाको बैठक आगामी 14 साउनसम्मको लागि स्थगित भएको छ। सभामुख डीपी अर्यालले बुधबारको बैठकमा यसबारे जानकारी गराएका छन्। बिजनेस नभएपछि 14 साउनसम्मको लागि बैठक स्थगित गर्ने सहमति कार्य व्यवस्था समितिको बैठकमा भएको जानकारी दिएका छन्। अब 14 दिनसम्म बैठक भने नबस्ने भएको छ। साथै यता भने अनेरा सहयोगका अध्यक्ष
दीपक धामी लगायत 6 जना विद्यार्थी नेताहरूलाई प्रहरले पक्राउ गरेको विरोधमा 11वटा विद्यार्थी सङ्गठनहरूले सामूहिक विरोध जनाएका छन्। राज्य आतङ्क बन्द गर भन्दै हिजो बिहान सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरले पक्राउ गरेको थियो। विभिन्न दल निकट विद्यार्थी सङ्गठनहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा आलोचकमाथि आफूले आतङ्कको सिर्जना गरेको र धरपकड गर्ने काम इतिहासकै घृणित र लज्जास्पद भएको टिप्पणी गरेका छन्। विज्ञप्तिमा भनिए अनुसार राज्य सिर्जित आतङ्कको साङ्केतिक विरोध गर्ने सिलसिलामा विद्यार्थीहरूमाथि दमन र धरपकड गर्न थालिएको छ। हामी यो राज्य आतङ्कको घोर भण्डाफोर गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूको यथाशीघ्र रिहाईको अपील गर्दछौँ। पक्राउ परेका नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्दै विद्यार्थी सङ्गठनहरूले राज्यको दमन नरोकिए थप आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। नेविसङ्घ अध्यक्ष करोड कटवाल, अनेरा सहयोग महासचिव अञ्जना शिवाकोटी, अनेरा सहयोग क्रान्तिकारी अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरा सहयोग अध्यक्ष महेश श्रेष्ठ लगायतका 11 विद्यार्थी सङ्गठनका नेताहरूले विज्ञप्ति निकालेर नै सरकारको विरोध समेत जनाएका छन्। त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। प्रधानमन्त्री बालेशाले नेपालको पर्यटन प्रबन्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो होटल तथा नेपाल हानका पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री बालेशाले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारीका रूपमा अगाडि बढ्न ढाडस दिएका छन्। प्रधानमन्त्री बालेशाले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न सानो तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी PPP मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको समेत उपस्थित रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराएका छन्। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्री रहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आवागमन बढीसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताइएको छ। छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन साक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र अश्लेख शाह कार्की र तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। यता भने काठमाडौँ जिल्ला अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुरमा मतियार ठहर भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले थुना बाहिरी बसेर मुद्दा लड्न पाउने भएका छन्। जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार खाँडलाई 2 वर्ष कैद र 20,000 रुपियाँ जरिमाना हुने फैसला सुनाएको थियो। खाँड यसअघि 8 महिना कैद सजाय भोगिसकेका छन्। अदालतको फैसला अनुसार अब खाँडले 1 वर्ष 4 महिना जेल सजाय बस्नुपर्नेछ। खाँडलाई जिल्ला अदालतले 2 वर्ष कैद सजाय सुनाए पनि उनी यसअघि उच्च अदालत पाटनको आदेशमा धरोटी बुझाएर रिहा भएका थिए। जिल्ला अदालतको फैसला अन्तिम होइन, उनी यो फैसला विरुद्ध उच्च अदालत पाटन जान पाउँछन्। 2 वर्ष मात्रै सजाय तोकिएको हुनाले उच्च अदालतमा पुनरावेदन दिँदा उनले थुना बाहिरी बसेर मुद्दा लड्न पाऊँ भनी निवेदन दिन सक्छन् र अदालतले त्यसलाई अनुमति दिन सक्छ। जिल्ला अदालतको फैसलाले उनलाई दोषी ठहर गरे पनि सजायको अवधि छोटो 10 वर्षभन्दा कम भएकाले उनलाई पुनरावेदनको टुङ्गो नलागुन्जेलसम्म जेलमै बस्नुपर्ने बाध्यात्मक अवस्था रहँदैन। नेपालको मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 137 मा 10 वर्षभन्दा कम सजाय भएको अवस्थामा माथिल्लो अदालतमा पुनरावेदन गर्दा जेल बाहिरी बसेर मुद्दा लड्न पाउने सुविधा समेत रहेको छ। खाँडले जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन दिएमा र अदालतले उनको निवेदन स्वीकार गरेमा उनी मुद्दाको किनारा नलागुन्जेलसम्म जेल बाहिरी बस्न पाउने देखिन्छ। तर यदि उनले पुनरावेदन गरेनन् भने चाहिँ उनले तोकिएको 2 वर्षको कैद भने 1 वर्ष 4 महिना कैद भुक्तान र 20,000 रुपियाँ जरिमाना तिर्नुपर्ने हुन्छ।